यो चाहिँ हो मङ्गलबारेको सेकुवा, एकदम आगोमा पोलेको यस्तो टाइपको। म चाहिँ जाँदैछु आज मङ्गलबारे। सुरुमा मेरो साथीको घर जान्छु उसलाई लिनु। साथीको चाहिँ भोलि ढङढङे मेला रहेछ, अनि ढङढङे मेलाको पुरा तयारी हुँदैछ। म चाहिँ अब मङ्गलबारेतिर लागेँ उसलाई लिएर। मङ्गलबारेबाट सिधै मासतिर हामी चाहिँ भित्र छिरिसक्यौँ। हाम्रो अब अर्डर पनि आइसक्यो। मेरो साथीले चाहिँ टेस्ट गर्न लगाए कस्तो छ भनेर, बब्बाल लाग्यो भन्दैछ। त्यसपछि हाम्रो चटपटे पनि आयो। चटपटे खाइसकेर हामी बाहिर निस्क्यौँ। एकदम घाम गर्मीले आइसक्रिम खान थाल्यौँ। त्यसपछि हाम्रो सक्यो मिनी भ्लग।